आज हामी नेपालको एउटा यस्तो घटनाको बारेमा कुरा गर्दैछौँ जसले एउटा सरकार नै ढालिदियो। बीबीसीले गरेको एउटा अनुसन्धानले त्यो घातक विरोध प्रदर्शनको पर्दा पछाडिको कथा बाहिर ल्याएको छ। यो एउटा यस्तो घटना हो जसले देशको राजनीतिमा त तरङ्ग ल्यायो नै, तर कैयौं परिवारलाई कहिल्यै निको नहुने घाउ पनि दियो। मेरो मनमा त ऊ स्कुल युनिफर्ममै छ, झोला हल्लाउँदै फर्किन्छ जस्तो लाग्छ। यी शब्दहरू हुन् 17 वर्षीय श्रेयम चौलागाईकी आमाका। यो एउटा वाक्यले नै त्यस दिनको मानवीय क्षतिलाई बयान गर्छ जुन कुनै पनि तथ्याङ्कले देखाउन सक्दैन। अनि यो पुरै घटनाको केन्द्रमा छ एउटा रहस्यमय कल साइन पिटर 1। एउटा चुहावट भएको डकुमेन्टले के भन्छ भने यही कल साइनबाट युवा प्रदर्शनकारीहरूमाथि आवश्यक बल प्रयोग गर्ने आदेश आएको थियो। आखिर को थियो यो पिटर 1 र कसरी एउटा आदेशले त्यति ठूलो रक्तपात मच्चायो? आउनुहोस् यो कथाको गहिराइमा जाउँ। ल, अब अलिकति पछाडि फर्कौँ। यो सबै सुरु कसरी भयो त? कसरी भ्रष्टाचार विरुद्धको सानो अनलाइन आक्रोश सडकमा पोखिएर एउटा विशाल आन्दोलन बन्यो? खासमा यो थियो एक पुस्ताको विरोध। हेर्नुहोस्, असन्तुष्टिको जड धेरै गहिरो थियो। देशमा प्रजातन्त्र आए पनि युवाहरूको आशा अधुरै थियो। 5 जनामा 1 जना युवा बेरोजगार, सोच्नुस् त। अनि त्यसमाथि भ्रष्टाचार र नेपो बेबी कल्चरले उनीहरूलाई झनै निराश बनाएको थियो। जब सरकारले उनीहरूको आवाज दबाउन सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो, उनीहरूले अर्को बाटो खोजे। त्यो थियो गेमिङ प्लेटफर्म डिस्कर्ड। त्यहीबाटै सुरु भयो सङ्गठन। अनि भयो के भने सरकार र प्रहरीले युवाहरूको यो आक्रोशलाई एकदमै कम आँके। उनीहरूले सोचेका थिए केही हजार मान्छे आउलान्, तर सडकमा उत्रिए 30,000, सोचेको भन्दा 10 गुणा बढी। यो विशाल अप्रत्याशित भिडले नै अवस्थालाई नियन्त्रण बाहिर लैजान सुरु गर्यो। अब हामी त्यो दिनको कथामा प्रवेश गर्दैछौँ। त्यो दिन जब केही घण्टाभित्रै एउटा शान्तिपूर्ण प्रदर्शन रक्तपातमा बदलियो। आउनुहोस् त्यो दिनको घटनाक्रमलाई मिनेट हेरौँ। बिहान 9 बजे माइतीघर मण्डलामा मानिसहरू जम्मा हुन थाले। सबै कुरा शान्तिपूर्ण थियो, तर दिउँसोको 12 बज्ने लाग्दा एउटा समूहले प्रहरीको ब्यारिकेड तोड्यो। त्यसपछि त घटनाक्रम एकदमै छिटो बदलियो। प्रदर्शनकारीहरू संसद भवन भित्रै पसे। प्रहरीले अश्रु ग्यास हान्यो अनि संसदको गेटमा आगो देखियो। र त्यही बीच ठ्याक्कै 12:40 मा त्यो विवादास्पद आदेश आयो पिटर 1 बाट। आदेश थियो घातक बल प्रयोग गर्ने। अनि त्यसको 35 मिनेटपछि दिउँसो 1:15 मा पहिलो ज्यान गयो। 34 वर्षीय विनोद महर्जनको गोली लागेर मृत्यु भयो। मृत्युको तथ्याङ्क त एउटा नम्बर मात्र हो, तर हरेक नम्बर पछाडि एउटा कथा हुन्छ, एउटा परिवारको पीडा हुन्छ। अब कुरा गरौँ त्यो दिन मारिएका सबैभन्दा कान्छा पीडित श्रेयम चौलागाईको, एउटा स्कुल युनिफर्म लगाएको किशोरको कथा। उनी घरबाट निस्किँदा आफ्नी आमालाई के भनेर गएका थिए भने, चिन्ता नलिनुहोस्, त्यहाँ सबै हामी जस्तै जेनजीका युवाहरू मात्र हुन्छन्। म त स्कुल युनिफर्ममै हुन्छु, केही हुँदैन, शान्तिपूर्ण हुन्छ। सायद उनलाई लागेको थियो उनको स्कुल युनिफर्म नै उनको सुरक्षा कवच हो, तर दुर्भाग्य त्यस्तो भएन। बीबीसीले गरेको भिडियो विश्लेषणले उनको अन्तिम क्षणहरूलाई प्रष्ट देखाउँछ। पहिलो कुरा, उनी निहत्ता थिए, कुनै पनि हिंसामा संलग्न थिएनन्। दोस्रो, उनी भिडको अगाडि होइन बरु पछाडि हट्दै थिए, काँधमा स्कुलको झोला बोकेर। अनि दिउँसो 2:09 मा उनलाई पछाडिबाट टाउकोमा गोली लाग्यो, उनी त्यहीँ ढले। काठमाडौँको सडकमा बगेको त्यो रगतको असर त्यत्तिमै सीमित रहेन। त्यो घटनाले देशको राजनीतिमा एउटा यस्तो भूकम्प ल्यायो जसले एउटा सरकारलाई नै ढाल्दियो। घटनापछि सरकारको आधिकारिक भनाइ के आयो? पहिला संसदमा आगो लाग्यो, त्यसपछि आत्मरक्षाका लागि गोली चलाउनु पर्यो। तर बीबीसीको अनुसन्धानले ठ्याक्कै उल्टो कुरा देखायो। उनीहरूको विश्लेषण अनुसार घातक बल प्रयोग गर्ने आदेश कमान्ड सेन्टरबाट संसदको गेटमा आगो लागेको देखिनु अघि नै दिइसकेको थियो। यो एकदमै ठूलो विरोधाभास हो जसले पुरै सरकारी भाष्यमाथि प्रश्न उठाउँछ। अनि हेर्नुस् त, त्यो दिनको घटना त सुरुवात मात्रै थियो। भदौ 23 को प्रदर्शनमा 19 जनाको ज्यान गयो, तर त्यसपछिका दिनहरूमा आक्रोश र हिंसा देशैभरि फैलियो। थप 58 जना मारिए, कुल मिलाएर 77 जनाले ज्यान गुमाए। त्यसको भोलिपल्ट अर्थात् भदौ 24 गते अवस्था पूर्ण रूपमा नियन्त्रण बाहिर गयो। प्रदर्शनकारीहरू हिंसात्मक भिडमा परिणत भए। 3 जना प्रहरीको हत्या भयो। दिउँसो 2:30 बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए र रात पर्दासम्म काठमाडौँका भवनहरू जलिरहँदा सरकार नै ढल्यो।
राति 9 बजेसम्ममा त राजधानी सेनाको नियन्त्रणमा पुगिसकेको थियो। आज त्यो घटना भएको 1 वर्षभन्दा बढी भइसक्यो, तर देश अझै पनि न्यायको पर्खाइमा छ। पीडित परिवारहरूले जवाफ खोजिरहेका छन्, जवाफदेहिता खोजिरहेका छन् र देश फेरि एकपटक एउटा महत्त्वपूर्ण चुनावको सङ्घारमा उभिएको छ। अनि प्रश्न उठ्छ, जिम्मेवार को हो त? तर जब यो प्रश्न सोधिन्छ, सबै एक अर्कालाई देखाउँछन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवारी लिन मान्दैनन्। तत्कालीन प्रहरी प्रमुख सीके खापुङ भन्छन् उनले कानुन अनुसार नै काम गरेका हुन्। अनि तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको दाबी छ उनले गोली चलाउने अधिकार दिएकै थिएनन्। सबै पन्छिरहेका छन्। अझ अचम्मको कुरा के छ भने घटनाको छानबिन गर्न एउटा आधिकारिक सार्वजनिक आयोग त गठन भयो, तर त्यसको प्रतिवेदन आजसम्म न सरकारलाई बुझाइएको छ न त सार्वजनिक नै गरिएको छ। त्यो प्रतिवेदनमा के छ? सत्यलाई किन लुकाएर राखिएको छ? यो प्रश्न अझै पनि अनुत्तरित छ। त्यसैले आज जब देश फेरि एकपटक चुनावमा जाँदैछ, सत्य एउटा गोप्य प्रतिवेदनमा बन्द छ। जवाफदेहिताको प्रश्न त्यही अड्किएको छ। भदौ 23 को घटनाले एउटा सरकार त ढाल्यो, तर श्रीयम जस्ता कयौं पीडितका परिवारहरूका लागि न्यायको लडाईँ अझै सकिएको छैन। उनीहरू आज पनि जवाफको पर्खाइमा छन्।